मेरो फेसबुकको सम्पूर्ण मित्र वर्गलाई झमेला बस्तीमा स्वागत जनाउँदै तपाईहरुलाई आज लाल झमेला बस्तीको अवलोकन गराइरहेको छु। र यहाँ देख्नु हुँदैछ आई लभ लाल झमेला भनेर देख्नु हुँदैछ। र यहाँ पारी तपाईले देख्नु हुँदैछ ठुलठुलो त्यो फ्याक्ट्रीहरु, त्यो चाहिँ भुटान पर्छ, साम्ची भुटान। यहाँ पारी देख्नु हुँदैछ यो सबै साम्ची भुटान हो। र यहाँ तल कलकल बगिरहेको नदी चाहिँ डाइना नदी रहेछ। यो डाइना खोला पनि भनिन्छ। र यहाँ धेरै मानिसहरू आफ्नो परिवार सहित पिकनिक मनाउनको निम्ति पनि आउँछ। र यहाँ चाहिँ देख्नु हुँदैछ आई लभ लाल झमेला। र झमेला बस्तीको नाम चाहिँ कसरी पर्यो भनेर स्थानीयवासीहरूलाई हामीले सोद्धाखेरि चाहिँ यहाँ पहिला लालको पालोमा यहाँका जमिनदारहरूले स्थानीयवासीहरूलाई बस्नु दिँदैन थिए। पछि लाल पार्टीका नेतृत्ववर्गहरूले स्थानीयवासीहरूलाई आफ्नो हक दिलाएर यो जग्गाहरूमा बस्ने पर्मिसनहरू दिलाएर यो जग्गामा स्थानीयवासीहरू बसोबासो गरेको जान्नमा पायौँ। र त्यतिखेर निकै झमेला भएको कारणले गर्दाखेरि यो जग्गाको नाम लाल झमेला भनेर राखिएको भन्ने हामीले जान्नमा पायौँ। हजुरहरूलाई धेरै धन्यवाद।